30 वर्षको भएँ, कसैले मेरो जीवनको सबैभन्दा ठुलो गल्ती के हो भनेर सोध्यो भने म भन्छु समय खेर फाल्नु, यो सोचेर कि मसँग अझै पनि प्रशस्त समय छ भनेर। जबकि समयले हामीलाई केही कुरा दिएको हुन्छ भने हामीले त्यो कुरालाई चाहिँ लिन जानेनौँ भने समयले आफै छिनेर लान्छ। हामीलाई लाग्छ हामीसँग अझै प्रशस्त समय छ, जिन्दगी एकदमै लामो छ लाग्छ, तर जिन्दगी एकदमै छोटो छ। आफूलाई जे गर्नु छ अहिले नै गर्नुहोस् कि भोलिबाट पनि नराख्नुहोस् कि अहिलेबाटै गर्नलाई स्टार्ट गर्नुहोस् र अरूले के भन्छ भन्ने कुरामा चाहिँ फोकस नदिनुहोस् कि आफूले के गर्छु भन्ने कुरामा मात्रै फोकस गर्नुहोस्। अरूले के भन्ला भन्ने कुरामा तपाईँहरू फोकस गर्न थाल्नुभयो भने उमेर गएको थाहा पाउनुहुन्न कि अरूको कुरामै, अनि पछि बुढेसकाल लागेपछि फिल हुन्छ कि ला मैले त यस्तो फलानुको कुरा सुनेर यस्तो भएछ, नगरेको रहेछु यस्तो मैले भनेर तपाईँलाई रिग्रेट बाहेक अरू केही पनि लाग्दैन। के गर्छु भनेर सोच्दा सोच्दै कहिले माथि जाने समय आउँछ थाहै हुँदैन नि त हामीलाई त। हामी त लिमिट टाइमको लागि आएको हो नि त। त्यही भएर आफ्नो जिन्दगी चाहिँ ह्याप्पिली सर्भाइभ गर्नुहोस् है।